मेरो कथा सुरु हुन्छ जब म यहाँ ठुलो अमेरिकी सपना बोकेर अवतरण गरे। हामी आउनु अघि अर्को नेपाली परिवारले हामीलाई बस्न ठाउँ खोजेको छ भन्नुभएको थियो। तर पछि आएर थाहा भयो कि उहाँहरू अझै नेपालमै हुनुहुन्थ्यो। मेरो श्रीमान र मसँग हाम्रा दुईटा साना बच्चाहरू सहित अब जाने ठाउँ थिएन। 3 हप्तासम्म हामीले भएको थोरै पैसाले होटेलमा बस्यो। त्यसपछि हामीले एउटा सानो भान्सा भएको एउटा फ्ल्याट भेटायौँ। हामीले सोचेका थियौँ ठिकै छ, हामी यहाँ ठिकै हुन्छौँ अहिलेको लागि। त्यो बेला नयाँ अमेरिकी राष्ट्रपति निर्वाचित भए हामी आएको साल। त्यहाँ हामी थियौँ केही नभएको अवस्थामा सुरुमा। त्यसपछि मानिसहरूले भन्न थाले, तिमीहरू अहिले किन आएको, यो टाइम अलि गलत थियो। अब हामीहरू त मानिसहरूले हामीलाई मद्दत गरून् भन्ने चाहन्थ्यौँ र हामी आइसकेका थियौँ पहिले नै। मेरो श्रीमानले रेस्टुरेन्टमा काम पाउनुभयो र दिनभरि त्यहीँ हुनुहुन्थ्यो। मलाई डर थियो कि कसैले फोन गरेर हामीलाई रिपोर्ट गर्ला, त्यसैले मैले बाहिर नजाने निर्णय गरेँ। म हाम्रो सानो कोठाभित्रै बसिरहेँ। अब के गर्ने भन्ने कुरा थाहै थिएन। नेपालमा हुँदा बच्चाहरूको हेरचाह सहयोग गर्ने सधैँ यति धेरै परिवारका सदस्यहरू हुन्थे। यहाँ उनीहरूसँग दिनभर एक्लै हुँदा मैले सोचेँ, होइन, यो मेरो अमेरिकी सपना त पक्कै होइन। पछि मैले मेरो श्रीमानलाई भने, तिमीले हामीलाई यहाँ ल्याएर किन यसो गर्यो, म यो त अब चाहन्न। अर्को महिना जब के हुन्छ जस्तो लागेको थियो, मैले आप्रवासीहरूलाई सहयोग गर्ने एउटा समूह भेटेँ। उहाँलाई कन्ट्याक्ट गर्दा उहाँ हाम्रो घरमै आएर दिनभर मसँग बिताउनु भयो। उहाँले हामीलाई हाम्रो बच्चाहरूलाई स्वास्थ्य सेवामा दर्ता गराउन मद्दत गर्नुभयो। उहाँले उनीहरूलाई स्कुलमा कसरी भर्ना गर्ने भनेर पनि सबै प्रोसेस भन्नुभयो। उहाँले मलाई मेरो फोनमा युज गर्ने, अब गाडी कता चढ्ने, फोनमा म्याप कसरी हेर्ने गरेर पनि भन्नुभयो। उहाँ यस्तो व्यक्ति थियो जोसँग म सबै कुरा गर्न सक्थेँ। जस्तो त्यो बेलामा चाहिएको मेरो साथी नै हुनुहुन्थ्यो। अब केही पर्यो भने उहाँ नै हुनुहुन्छ नै हेल्प गर्न जस्तो पनि मलाई एकदम लाग्यो। मैले सोचेँ, म किन उहाँ जस्तै बन्न सक्दिनँ, म पनि त केही सहयोग गर्न सक्छु। म पनि अरूलाई सहयोग गर्न सानो सुरुवात कसरी गर्न सक्छु, यसरी नै लाग्न सक्छु सोचेँ। मैले देखेँ कि अमेरिकामा हिंसा भोग्ने मानिसहरूको तुलनामा त मेरो समस्या त धेरै साना थिए। मैले सोचेँ कि त्यो केवल नेपालमा मात्र हुन्थ्यो जस्तो लाग्थ्यो। त्यसपछि मैले स्वयं सेवा गर्न थालेँ एनजिओमा। त्यसपछि उहाँहरूले नै वकालतकर्ताहरूको एउटा कक्षामा मलाई भर्ना गर्नुभयो। अब मेरो श्रीमान राति काम गर्नुहुन्छ, म चाहिँ दिनमा काम गर्छु। म कहिलेकाहीँ मेरो बच्चाहरूसँग पार्कमा जान्छु, नयाँ साथीहरू पनि बनाएको छु। म सधैँ सिक्दैछु र म सहयोग गर्न सक्दो प्रयास गरिरहेको छु।